के भनेको तर यहाँ केही बोल्नु हुँदैन सबै स्क्रिन रेकर्ड गरेर भोलि युट्युबमा आउँछ सिजलिङले भन्यो लाइभमा मलाई लास्ट डे मनपर्छ भनेर यत्रो अनुहार पनि राखिदिन्छ अन्त त्यसको बादमा हालिदिन्छ त्यही हजुर सुरुङ्गाको ह्याप्पी साइन्स सिटीमा आउनुभएको थियो होइन दिदी म त आएको छैन मम्मीहरू चाहिँ अस्ति जानुभएको थियो होइन अब घरमै बोलाउनु पर्यो नि हौ साथीको जियो भएपछि पहिला त लास्ट गाह्रो लाग्थ्यो अरे ए हो तपाईँहरू साथी हो ए त्यही भएर अघि पाण्डालाई त्यसरी भनेको ए म सोध्छु ल हस् अब के गर्नु अन्त अर्को के भन्दै थिएँ म अर्को के भन्दै थिएँ न तपाईँ गुफा पोखरी आउनु हुँदा किन नआउनु भएको श्रीजङतिर अरे गुफा पोखरी मात्रै आएर फर्किने प्लान थियो अन्त त्यही भएर पाण्डा तिमी लाइभमा छौ कि छैनौ यहाँ छैन होला है ए भात खानुभयो अरे भात खाएँ त मेरो सन्तोष भाइ तिमीले खायौ एकछिन है अलिक बिस्तारै कमेन्ट गर्नु न म यहाँ सबैजनाको पढ्ने हो क्या सबैजनासँग बोल्ने बस्नु न मलाई त्यही भएर अलिक मलाई पनि ठिक्क के भन्छ भ्युवर्स मनपर्छ क्या धेरैजना भयो भने त्यो कमेन्टै पढ्नु पाउँदैन झापामा कहिले आउनुहुन्छ नाना हामी भेट्न आउँछौँ है लट्स अफ लभ फ्रम दुबई रे थ्याङ्क यू सो मच अन्त तपाईँ त दुबईमा हुनुहुँदो रहेछ अनि झापा त म 1-2 दिनमा 2-3 दिन अझै बस्छु त्यसको बादमा चाहिँ म झर्छु तपाईँलाई मैले मेसेज गरेको थिएँ रिप्लाई दिनुहोस् न अरे हुन्छ मैले 1-2 चोटि एसएमएस पनि गरेको हजुरलाई पहिला त नाना भन्थे बट थाहा थिएन क्या अब त यस्तो भयो अरे के गर्दै हुनुहुन्छ नाना अरे म यतिकै तपाईँहरूसँग यहाँ गफ गर्दैछु अघि जोइन भएको को हो र अरे म त अघि छवि र सन्सिलजीसँग थिएँ अरूसँग त थिइनँ मेरो वेट आई वाज 58 केजी अब म 61-62 भइसकेँ म मामा घर आएर यति खान्छु यति खाइरहेको छु नि होइन मेरो पेट पनि लागिसक्यो प्रेसिङ गर्नुभएको हो कान रे मेरो पहिल्यैदेखि यति त थियो त तपाईँको रियल नेम अप्सरा आङ्खेम राई चस्मिस भाउजू रे के गर्नु आँखा देख्दिनँ म खाना खानुभयो अरे खाना खाइसकेको केटिएम ढोडेको क्याफे कहिले आउने नाना अरे केटिएम ढोडेको क्याफे भन्दा ढोडे त झापामै छ तर अहिले त आउँदिनँ होला म कहिले आउने हो क्या बुटल छिटो आउनुहोस् न अरे हुन्छ बुटलहरू त आउने हो साँच्ची भनेको नाना म शेड्रुप लामा चिन्नु भयो धेरै माया रे धेरै माया काठमाडौँ कहिले आउनु के साह्रो कमेन्ट कुदेको र रे कसम कि मेरो आँखा नै यस्तो भइसक्यो अलिक बिस्तारै क्या केटी मैले आउँदिनँ हौ म त अनि उहाँ बाहिर हुनुहुन्छ अहिले आउँदा ठिक हुन्छ पछि झन् गर्मी हुन्छ क्या फेरि मेरो अहिले पनि काम छ नि त सेम त्यो झापा र त्यो बुटोल गर्मी ठाउँहरू त मलाई त तिनीहरू उस्तै हो क्या नाना साकेला सकेर आउनुहुन्छ होला अरे होइन म साकेला अगाडि नै आउँछु रिस्ता आजको भ्लगमा हेर्नुहोस् कहाँ गएको छु भनेर सानी सुतिसक्यो सँगसँगको भ्लग फेरि कहिले आउने होला अरे अब पछि हाम्रो नाना जहाँ गए नि रमाइलो गर्नुहुन्छ क्या मजा लाग्छ हेर्न नि अरे मान्छे भइसके पछाडि एउटै ठाउँमा मात्रै अब हुन्छ नि कतिजनालाई चाहिँ अब अर्को ठाउँहरूतिर गयो भने कम्फर्टेबल हुँदैन यताउता हुन्छ नि त्यो चाहिँ आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनुपर्छ क्या हो त अन्त जहाँ पनि जुनसुकै ठाउँमा जुनसुकै परिस्थितिमा पनि रमाइलो गर्नुपर्छ बुनु हेलो रे हेलो नाना अस्मी नाना ड्युटी गर्दै हेर्दैछु है कति राम्रो देखेको मेरो बुनुलाई लट्स अफ लभ फ्रम जापान रे आरिगातो गोजाइमास त्यही भन्छ होइन आयौ
नाना रिस्ता नानालाई हेरेर म झन्डै मऱ्यो हाँस्दा हाँस्दा हिजोको भ्लग त मलाई आफैलाई पनि यस्तो फनी लागेको होइन यस्तो फनी लागेको पख्नु यहाँ रिस्ताले मलाई एउटा फोटो पठायो क्या अनि म हाँसेको क्या फेरि के हेर्दै मस्किरहेको छ भनेर भन्नुहुन्छ होला रिस्ताले फोटो पठाएको थियो अनि कति क्युट बुनु अरे थ्याङ्क यू यो गोरुनीको भिडियो जति हेऱ्यो उति राम्रो लाग्ने किन होला है रे ए भगवान् गोरुनी पनि भनेछ हो अनि फेरि जति हेऱ्यो त्यति राम्रो लाग्ने पनि भनेको छ हो त्यो राम्रो भने हो कि नराम्रो भने जे भए पनि थ्याङ्क यू चलाला अनि एकछिन हजुरलाई म सपनामा कति देख्छु हौ नाना जहिले सुत्ने बेला भ्लग हेरेर होला सायद त्यस्तो हुन्छ कुड बी ना हजुरको भ्लग नहेरी त निन्दै लाग्दैन हौ नाना लभ यु नाना त्यही भएर म डेली भ्लग हाल्छु क्या गएर हेर्नुहोस् ल हाम्रो नाना त धेरै धेरै राम्रो हुनुहुन्छ नि रे धन्यवाद धेरै धेरै धन्यवाद हेलो बहिनी बिग फ्यान फ्रम चितवन चतारा सुनसरी रे थ्याङ्क यू वेयर इज रिस्ता रे होम तपाईँ मेरो दिदीसँग टिकटक बनाउनु भएको थियो नि रे ला को दिदी होला नि तिम्रो दिदी किन भन्दाखेरि म त भेट्दा ओर्दा टिकटक बनाऊँ न भन्यो भने जसले पनि भन्नुहुँदाखेरि टिकटक बनाइदिइहाल्छु हो बसमा झुन्डेर हेर्दैछु रे ओ माई गड यतिको चाहिँ हुनु पर्यो है लु बसमा झुन्डेर हेर्ने मान्छेलाई लु त तिमी मेरो क्रस रे CROSS क्रस हुँदैन CRUSH हो भने चाहिँ ठिक छ नत्र त्यो म मानिनँ CROSS क्रस त्यो म हुन सक्दिनँ कसैको फ्रम यु आई गेट लट्स अफ ह्याप्पिनेस नाना रे आई थिङ्क द्याट्स अ गुड कर्म अफ माइन्ड आई थिङ्क मोरङमा छु छुट्टीमा आएको अस्ति मदर्स डे त्यस्तो फोटोहरू पब्लिकमा हाल्यो भने त एकछिन कसम कति भेट्नु मन छ हजुरलाई तर कहिले भेट्ने होला अरे एक दिन त जाने हो संसार छोडेर म अहिले कामबाट हेरिरहेको छु तपाईँलाई लभ फ्रम USA इट्स अ पार्टी इन द USA थ्याङ्क यू सो मच आज किन कहाँ पुग्यो कमेन्टै कहाँ पुग्छ कमेन्ट कहाँ पुग्यो आम सरी ल राइनीजी नमस्ते जोडले लाफा मैले फर्स्ट टाइम कसैलाई फलो गरेर यसरी भिडियो 3 दिनसम्म भिडियो सबै युट्युब हेरेको अरे तपाईँलाई त मसँग मोहनी लागेछ मिर्सु तामाङ लाइभ आउनुहुन्न आज आउनुहुन्न सायद किन भन्दाखेरि उहाँ बाहिर नै हुनुहुन्छ मेरो अनि